बाबु त्यही त हो नि हामी हेर्नु त परदेशिनु परेछ यदि हामी हाम्रो फ्यामिलीसँग बस्ने रहर कसलाई हुँदैन हामी 9-10 वर्ष भइसक्यो बाहिर बसेको अनि कसलाई हुँदैन डर आफ्नो छोराछोरी छोडेर आफ्नो बाउ बुढाबुढी भएको बाआमालाई स्याहार्नु पर्ने उमेरमा यसरी हिँड्नु परेछ हो नि बाबु हो हो साह्रै दुःख छ क्या अहिले देशमा चाहिँ नि यो सबै राजा नभएर नि यो बिग्रेको यो देशमा म राजाको पाला जन्मेको ओहो राजा भनेर म त त्यो गणेश थाननेरी छ नि त्यहाँ गएर हेरेर बस्थेँ त्यहाँदेखि सानो थिएँ म सञ्जोग सर हजुर हजुर सर केशव सर मैले एउटा प्रश्न राख्न मिल्छ होला कि राख्नुहोस् मजाले राख्नुहोस् सर मैले विशेष गरी हाम्रो राजकुमार दाईलाई राख्न चाहे मलाई भन्दा पनि स्पेसली राजकुमार दाईलाई मैले अलिकति भने सोध्नुहोस् है अनि भन्न खोजेको एउटा भनौँ त्यो अन्यथा त हुँदैन नि है प्रश्न राख्दाखेरि के हजुरहरूले असर पर्छ भनेर म राखिनँ पर्दैन सर पर्दैन भन्नुहोस् राख्न मिल्यो है मिल्यो हामी त्यस्तो केही छ राजकुमार त हामी त्यस्तो बाहिर केही गर्छौँ त तपाईँले जस्तो गालीले प्रश्न गर्नु हामीलाई उत्तर दिनु हामी हाँसी हो भन्नुहोस् होइन त्यस्तो भन्दा पनि अनि विचार त अब आफ्नो ठाउँमा भइहाल्यो होइन हाम्रो राजकुमार दाईको चाहिँ राज संस्था अब चाहिँ राजतन्त्र अब चाहिँ समर्थित विचार छ भने अब यहाँ जति पनि सहभागी हुनुहुन्छ उहाँहरूको आफ्नो विचारधारा हुनसक्छ है कतिपयको अब चाहिँ राजतन्त्रसँग समर्थित अब चाहिँ विचार भयो भने कतिको गणतन्त्रसँग समर्थित विचार हुन सक्यो होइन डेफिनेटली हो त्यो अब यही विचार राख्ने क्रममा चाहिँ मैले एउटा चाहिँ मेरो प्रश्न राजकुमार दाईलाई है अनि अब हाम्रो अब चाहिँ यो अहिलेको परिस्थितिमा राजा आइसके पछाडि आम जनताको जीवन स्तरमा र अनि रोजगारी सृजनाको चाहिँ भनौँ न एउटा क्रियाकलापमा चाहिँ के अब चाहिँ योगदान पुर्याउन सक्नुहुन्छ भन्ने चाहिँ मेरो चाहिँ अनि राजकुमार दाईलाई अनि राजा ल्याउनु पर्छ भन्ने खालको चाहिँ अनि एउटा चाहिँ भनौँ न आन्दोलनमा सहभागी भएको चाहिँ अग्र रहेको हुनहार अब चाहिँ कार्यकर्ताको रूपमा देखेको हुनाले चाहिँ मैले प्रश्न गर्न चाहिँ राजा आइसके पछाडि अहिलेको चाहिँ अनि नेपालको स्थिति परिस्थितिमा बेरोजगारीको चाहिँ अवस्था अनि रोजगारी सिर्जना कसरी गर्न सकिन्छ र नेपालको चाहिँ अनि वैदेशिक ऋणहरू चाहिँ कसरी कम गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ अनि चाहिँ प्रश्न पारिदिनु हुन चाहिँ म राजकुमार दाईलाई चाहिँ मैले अनुरोध गरेँ त्यसको लागि धन्यवाद दाईले अब उत्तर दिनु दाई यस्तो भयो भाइ बाबु अब एउटा चाहिँ अब भाइको भनेको एउटा राजा भनेको चाहिँ पहिलादेखि नै आइरहेको राजा हो उहाँले चाहिँ तरिका पुऱ्याएर फ्याक्ट्रीहरू खोलिदिनुहुन्छ जति अब डुबेको फ्याक्ट्रीहरू छ नि हजुरको गोर्खा टायरहरू चुर कारखानाहरू के अब चाहिँ सबै खोलिदिनुहुन्छ राजा आइसकेपछि उहाँले बुझिसक्नुभयो मैले के गर्दाखेरि जनतालाई राम्रो हुन्छ के नगर्दाखेरि मलाई राम्रो हुन्छ भनेर उहाँले राजाबाट निक्लेर गएर अब चाहिँ उहाँले पनि बुझिसक्नुभयो जनताहरूलाई कसरी राख्दाखेरि ठिक हुन्छ कस्तो गर्दाखेरि ठिक हुन्छ भन्ने उहाँलाई बुझिसक्नुभयो उहाँलाई भगवान्ले नै आशीर्वाद दिइसक्नुभयो हामीलाई राजा आयो भने यो देशमा फ्याक्ट्री स्याक्ट्री सबै बन्छ हजुर उद्योग धन्दा कल कारखाना खुल्दैमा नेपालको जुन चाहिँ बेरोजगारी दर छ नि त्यो के कम हुने हो अलिअलि कम त भइहाल्छ नि पहिला हजुर गैँचा कारखाना थियो यहाँ गैँचा कारखानामा पनि मान्छेहरूले नेपालीहरूले धेरै काम पाथे त्यो पनि बन्द भयो अब चाहिँ नि अब राजा आइसकेपछि अटिक मिटिकै हजुरको चाहिँ यस्तो उद्योगहरू चाहिँ खोलिन्छ हजुर धेरै नखोले पनि गैँचा कारखाना नि खोलिन्छ हजुर राजाको स्वामित्वमा रहेको सोल्टी होटेल सूर्य टोबाको लगायतमा राजाको चाहिँ अब चाहिँ सेयर छ त्यहाँ कति पर्सेन्ट चाहिँ आम सर्वसाधारणले रोजगारी प्राप्त गरेका छन् त्यो बारेमा मलाई जानकारी दिनुहोस् न साँच्ची त्यसमा त कति रोजगारी पाएको छ के पाएको छ म त अब होटेलतिर त म गएको छैन हजुरको मलाई पनि थाहा छैन हजुर होइन ठिकै उहाँले भन्नु खोजेको के भन्दा राजकुमार दाईले अहिलेको
म त अब गणतन्त्र राजतन्त्र मलाई दुवै जो आए पनि मलाई त एकदम ऊ हो होइन मैले यो भन्न खोजेँ होइन राजकुमार दाइले चाहिँ भन्न खोजेर कसरी गणतन्त्र भन्दा पनि राजतन्त्र आयो भने अझ सहज हुन्छ कि भन्ने खालको कुरा गर्नु भएको मात्रै हो क्या अब होइन किन दाइको कुरा सन्जोग सर मैले बुझेँ होइन अब व्यवस्था परिवर्तन भएर मात्रै हुँदैन जनताको अवस्था पनि परिवर्तन अब यो व्यवस्था परिवर्तन अब यो सबै त अब राजकुमार दाई त्यो अब नेता नि होइन केही नि होइन एउटा प्लेटफर्म त्यही त यो व्यवस्थाले चाहिँ के जनताको सुध्रिया त छैन नि त अब अहिलेसम्म यत्रो आश गर्यो जनताले यत्रो वर्ष होइन गणतन्त्र आउला मान्छे अब विदेश जानु अहिले एयरपोर्टमा हेऱ्यो पनि लाइन कति छ मान्छेको होइन त्यो खेपी नसक्नु छ कि अब म पनि एउटा भिजा कुरेर बस्या हो मान्छे आओस् नआओस् त्यो छ आफ्नो ठाउँमा छ होइन तर अहिलेसम्म यो व्यवस्थाले गर्नु चाहिँ के गर्यो त राम्रो काम अहिलेसम्म जनताले हेरेरै बस्ने काम गरेर यस्ता त्यो 5 झर्छ नि सरहरू